आजको यो नयाँ बिहानीमा जब तपाईँ आफ्नो ओछ्यानबाट उठ्नुहुन्छ र यो संसारको सामना गर्न तयार हुनुहुन्छ, म तपाईँको अगाडि एउटा सानो तर जीवन परिवर्तन गर्ने सन्देश राख्न चाहन्छु। हामी प्रार्थनामा जानुअघि यो कुरा हृदयमा राख्नुहोस्। तपाईँले अरूबाट सल्लाह माग्नुअघि वा आफ्नै बुद्धिले समस्याहरू समाधान गर्ने प्रयास गर्नुअघि आफ्नो आवाज उहाँतर्फ उठाउनुहोस् जसले सारा ब्रह्माण्डलाई आफ्नो हातमा थामिराख्नु भएको छ। त्यो नामलाई पुकार्नुहोस् जो हरेक नामभन्दा उच्च छ, प्रभु येशू ख्रीष्टको नाम। किनकि त्यो नाममा सामर्थ्य छ, त्यो नाममा शान्ति छ र आज तपाईँलाई चाहिने हरेक कुराको प्रबन्ध छ। जब तपाईँ उहाँलाई पुकार्नुहुन्छ, तपाईँ यहुदाका सिंहलाई पुकार्दै हुनुहुन्छ, त्यो शक्तिशाली रक्षक जो तपाईँको शत्रुको अगाडि एउटा अटल खम्बा बनेर खडा हुनुहुन्छ। तपाईँ शान्तिका राजकुमारलाई पुकार्दै हुनुहुन्छ, जसले तपाईँको हृदयभित्रको हरेक आँधीलाई शान्त पार्न सक्नुहुन्छ र अस्तव्यस्त परिस्थितिलाई पनि स्थिरतामा बदल्न सक्नुहुन्छ। तपाईँ आफ्नो आवाज सर्वशक्तिमान परमेश्वरतर्फ उठाउँदै हुनुहुन्छ, त्यो अनन्त परमेश्वर जसको न त आदि छ न त अन्त्य। उहाँ जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ र जो पछि आउनुहुनेछ, यो त्यही परमेश्वर हुनुहुन्छ जसले स्वर्गदूतहरूका सेनालाई आज्ञा दिनुहुन्छ, जसले बोल्ने बित्तिकै तारापुञ्जहरू र आकाश गङ्गाहरूको सृष्टि हुन्छ। र त्यही परमेश्वरले तपाईँलाई तपाईँको आमाको गर्भमा प्रेमपूर्वक रचना गर्नुभयो। जीवन र मृत्युको साँची उहाँकै हातमा छ र यो संसारमा यस्तो कुनै कुरा छैन जो उहाँको पहुँचभन्दा बाहिर होस्। तपाईँले आज जे जस्तो परिस्थितिको सामना गर्नु परे तापनि, चाहे त्यो एउटा कठिन निर्णय होस्, चाहे त्यो कुनै भारी बोझ होस् वा कुनै अप्रत्याशित चुनौती, परमेश्वर तपाईँको पुकारको पर्खाइमा हुनुहुन्छ। यर्मिया 33:3 उहाँले भन्नुभएको छ, मलाई पुकार र म तँलाई जवाफ दिनेछु र तैले थाहा नपाएका ठूला र बुझ्न नसकिने कुराहरू म तँलाई बताउनेछु। यो एउटा यस्तो परमेश्वरको आश्वासन हो जसले सुन्नुहुन्छ, जवाफ दिनुहुन्छ र उहाँलाई खोज्नेहरूका अगाडि आफ्ना रहस्यहरू र बुद्धिका ढोकाहरू खोलिदिनुहुन्छ। भजन सङ्ग्रह 50:15 उहाँको विश्वास योग्यतालाई यसरी सम्झाउँछ, सङ्कष्टको दिनमा मलाई पुकार, म तँलाई छुटाउनेछु र तैले मेरो महिमा गर्नेछस्। जब तपाईँ उहाँको जीवित वचनतर्फ फर्कनुहुन्छ, तपाईँले बारम्बार देख्नुहुनेछ कि कसरी परमेश्वरले आफ्नो हात फैलाएर छुटकारा, पुनर्स्थापना र शान्ति प्रदान गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, सङ्कष्टको समयमा म माथि भरोसा गर, म तिम्रो उद्धार गर्नेछु। उहाँ आश्वासन दिनुहुन्छ, ममा रहो, म तिमीलाई नयाँ बनाउनेछु। र ती सबै थाकेका र बोझले दबिएकाहरूलाई उहाँ प्रेमपूर्वक बोलाउनुहुन्छ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। यी प्रतिज्ञाहरू केवल विगतका लागि वा अरू कसैका लागि मात्र होइनन्, यी तपाईँका लागि हुन्, अहिले र यही समयमा। तपाईँको स्थिति जतिसुकै ठूलो वा सानो किन नदेखियोस्, परमेश्वरले त्यसको गहिरो वास्ता गर्नुहुन्छ। उहाँले तपाईँका सङ्घर्षहरू देख्नुहुन्छ, तपाईँका प्रार्थनाहरू सुन्नुहुन्छ र तपाईँको हृदयको छटपटी जान्नुहुन्छ। हरेक समस्याको लागि उहाँसँग एउटा सम्पूर्ण समाधान छ, हरेक परीक्षामा अगाडि बढ्ने बाटो छ र हरेक कमजोरीको लागि सामर्थ्यको स्रोत छ। त्यसैले उहाँलाई पुकार्नुहोस्। बिहानीको शान्त समयमा उहाँलाई पुकार्नुहोस्। दिउँसोको व्यस्ततामा जब जिम्मेवारीको बोझले थिच्न थाल्छ, तब उहाँलाई पुकार्नुहोस्। साँझमा जब तपाईँ आफ्नो दिनको समीक्षा गर्नुहुन्छ र आफ्नो आत्मालाई शान्त पार्न चाहनुहुन्छ, तब उहाँलाई पुकार्नुहोस्। चाहे त्यो दिनको उज्यालो होस् वा रातको निस्तब्धता, उहाँको कान सधैँ तपाईँको कुरा सुन्न तत्पर छ र उहाँको हृदय तपाईँको लागि सधैँ खुल्ला छ। आउनुहोस्, अब हामी उहाँको पवित्र उपस्थितिमा प्रार्थना गरौँ। हे प्रभु येशू, तपाईँको नाम हरेक नामभन्दा उच्च छ, मेरो हरेक चिन्ताभन्दा उच्च, मेरो हरेक चुनौतीभन्दा महान र मैले सामना गर्नुपर्ने हरेक डरभन्दा बढी शक्तिशाली तपाईँको नाम छ। जब म तपाईँको पवित्र नाम पुकार्छु, मलाई थाहा छ कि मेरो आत्मिक वातावरणमा केही कुराहरू परिवर्तन हुन थाल्छन्। अन्धकारका शक्तिहरू थर्कमान हुन्छन् र स्वर्गका ढोकाहरू खुल्न थाल्छन्।
प्रभु, तपाईँ यति अचम्मको, यति विश्वासयोग्य र सधैँ एक नासको रहनु भएकोमा म तपाईँलाई धन्यवाद दिन्छु। तपाईँको प्रेमको कुनै सीमा छैन। म जहाँ भए पनि, जस्तो अवस्थामा भए पनि तपाईँको प्रेम म भित्र प्रवाहित भइरहन्छ। म यो प्रेमको योग्य त थिइनँ, तर तपाईँले ममाथि सित्तैमा आफ्नो अनुग्रह खन्याइदिनुभयो। जब म तपाईँभन्दा टाढा महसुस गरिरहेको हुन्छु, तब पनि तपाईँले मलाई आफ्नो नजिकै थामिराख्नु भएको छ। त्यसैले आज म मेरो आवाज उठाएर तपाईँको पवित्र नामको प्रशंसा गर्दछु। तपाईँ मेरो सृष्टिकर्ता, मेरो मुक्तिदाता र मेरो मित्र हुनुहुन्छ। म आज यो घोषणा गर्दछु कि तपाईँ राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। यो संसारमा जे जति छ, मसँग जे जति छ, ती सबै तपाईँको हो। सारा सामर्थ्य, सारा महिमा र सारा आदर सदा सर्वदा तपाईँको मात्र हो। तपाईँले मलाई यति धेरै तरिकाले आशिष दिनुभएको छ कि म ती गन्न पनि सक्दिनँ। प्रभु, जब मलाई अगाडि बढ्ने कुनै बाटो थाहा थिएन, तब तपाईँले मेरो लागि प्रबन्ध गरिदिनुभयो। तपाईँ मेरो जीवनमा बारम्बार देखा पर्नुभयो र मलाई यो सम्झना दिलाउनुभयो कि म कहिल्यै एक्लो छैन। तपाईँ मेरो यहोवा यिरे हुनुहुन्छ, मेरो सबै आवश्यकताहरू पूरा गरिदिने परमेश्वर। म आजको दिनका लागि तपाईँले दिनुभएको सामर्थ्यको लागि कृतज्ञ छु। कहिलेकाहीँ म आफूलाई कमजोर महसुस गर्छु, तर तपाईँले मलाई सधैँ अगाडि बढ्ने साहस दिनुभएको छ। तपाईँले मेरो जीवनमा खन्याइदिनु भएको बुद्धिको लागि धन्यवाद। जब म हराएको वा अन्योलमा परेको महसुस गर्छु, तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो बनिदिन्छ। तपाईँको शक्ति अतुलनीय छ। यस्तो कुनै कुरा छैन जुन तपाईँले गर्न सक्नुहुन्न। मलाई जे सुकै चाहियोस्, मेरो शरीरको लागि चङ्गाई, मेरो मनको लागि शान्ति वा मेरो आत्माको लागि सान्त्वना, मलाई थाहा छ कि ती सबै तपाईँमै पाइन्छ। येशू, तपाईँ नै मेरो स्रोत हुनुहुन्छ र तपाईँमा मलाई कुनै कुराको अभाव हुने छैन। प्रभु, म आज मेरो अहङ्कारलाई त्याग्छु र तपाईँको सिंहासनको अगाडि घुँडा टेक्छु। म स्वीकार गर्दछु कि मेरो सास, मेरो धड्कन र मेरो अस्तित्व तपाईँको इच्छामा टिकेको छ। म आफ्नो जीवनको स्टियरिङ तपाईँको हातमा सुम्पिन्छु। आजको दिन म आफ्नै योजना अनुसार होइन, तर तपाईँको पवित्र आत्माको मार्गदर्शनमा हिँड्न चाहन्छु। मेरो हृदयमा तपाईँको राज्य आओस् र मेरो जीवनद्वारा तपाईँको इच्छा पूरा होस्। हे प्रभु, म तपाईँसँग मेरो परिवार, मेरा साथीभाइ र मेरा छिमेकीहरूका लागि पनि प्रार्थना गर्दछु। उनीहरूको जीवनमा पनि तपाईँको ज्योति चम्कियोस्। हामीले सधैँ तपाईँको महिमा देख्न सकौँ। तपाईँको पवित्र उपस्थिति आज मेरो घरको हरेक कुनामा, मेरो कार्यस्थलमा र मेरो यात्रामा मसँगै रहोस्। तपाईँको अनुग्रहले मलाई घेरी राखोस्। हे दयालु पिता, म केवल आफ्नै लागि मात्र होइन, तर आज ती सबैका लागि प्रार्थना गर्दछु जो अहिले सङ्घर्ष गरिरहेका छन्। प्रभु, म ती मानिसहरूलाई तपाईँको अगाडि ल्याउँदछु जो शारीरिक पीडामा छन् वा रोगहरूसँग लडिरहेका छन्। तपाईँको वचनले भन्छ, तपाईँको चोटद्वारा हामी निको भएका छौँ। म आज प्रार्थना गर्दछु कि तपाईँले आफ्नो सामर्थी हात फैलाउनुहोस् र तिनीहरूको शरीरलाई छुनुहोस्। हरेक क्यान्सर, हरेक दुखाइ, हरेक नसाको समस्या र हरेक रोगहरू येशूको नाममा हट्ने आज्ञा गर्दछु। प्रभु, म ती मानिसहरूका लागि पनि प्रार्थना गर्दछु जो आज आफैलाई रित्तो वा एक्लो महसुस गरिरहेका छन्, जसको हृदयको एउटा कुना एकदमै सुनसान छ। तिनीहरूले आज तपाईँको उपस्थितिलाई यति बलियो गरी महसुस गरून् कि त्यसले तिनीहरूको हृदयको हरेक रिक्तता भरियोस्। जो मानिसहरू हराएका छन् वा अन्योलमा छन्, तिनीहरूका लागि तपाईँको वचन एउटा मार्गदर्शक ज्योति बनोस्। तिनीहरूलाई अगाडि बढ्ने सही बाटो देखाउनुहोस् र तिनीहरूलाई तपाईँको प्रतिज्ञाहरूको सम्झना गराउनुहोस्। पिता, म ती परिवारहरूको लागि प्रार्थना गर्दछु जहाँ कलह र अशान्ति छ, जहाँ सम्बन्धहरू टुट्ने अवस्थामा छन्, त्यहाँ तपाईँको मिलापको आत्मा पठाउनुहोस्। एक अर्कालाई क्षमा गर्ने हृदय दिनुहोस्। कठोर हृदयहरूलाई पगालिदिनुहोस्। म ती आमा बाबुका लागि प्रार्थना गर्दछु जो आफ्ना सन्तानको भविष्यलाई लिएर चिन्तित छन्।
तिनीहरूको सन्तानलाई तपाईँले सही मार्गमा डोर्याउनुहोस् र तिनीहरूको वरिपरि सुरक्षाको पर्धाल खडा गरिदिनुहोस्। प्रभु, म यो देश र हाम्रा नेताहरूका लागि पनि प्रार्थना गर्दछु। तिनीहरूलाई यस्तो बुद्धि दिनुहोस् जसले न्याय र शान्ति ल्याउन सकोस्। गरिब, असहाय र पिछडिएका मानिसहरूको पक्षमा काम गर्ने हृदय तिनीहरूलाई दिनुहोस्। भोकाएकाहरूले भोजन पाउन्, नाङ्गाहरूले लुगा पाउन् र घरबार विहीनहरूले आश्रय पाउन्। येशू, म अहिले तपाईँको नामलाई उच्च पार्दछु र पवित्र आत्मालाई मेरो र यो प्रार्थना सुन्नेहरूको जीवनमा पूर्ण नियन्त्रण लिन निमन्त्रणा गर्दछु। हाम्रो हृदय, हाम्रो दिमाग र हाम्रा घरहरूलाई तपाईँको शान्ति र उपस्थितिले भरिदिनुहोस्। पवित्र आत्मा, हामीलाई त्यो भविष्यतर्फ डोर्याउनुहोस् जुन तपाईँले हाम्रा लागि योजना गर्नुभएको छ। हामीलाई यो भरोसा गर्न मद्दत गर्नुहोस् कि हाम्रो अगाडि जेसुकै किन नहोस्, त्यो तपाईँको सुरक्षित हातमा छ। मलाई थाहा छ कि तपाईँका योजनाहरू मेरा लागि असल छन्। मलाई आशा र भविष्य दिने योजनाहरू। त्यसैले म मेरा आफ्नै सीमित योजनाहरू तपाईँको महान योजनामा समर्पण गर्दछु। मलाई मेरो विगतका ती कुराहरू त्याग्न मद्दत गर्नुहोस् जसले मलाई अझै पनि पछाडि तागिरहेका छन्। मेरा गल्तीहरूको ग्लानी, मेरा असफलताहरूको पीडा र मेरा पश्चातापहरू तपाईँको क्रुसको फेदमा राखिदिन्छु। म सम्झना गर्दछु कि म क्षमा गरिएको छु, म प्रेम गरिएको छु र मेरो भविष्य आशाले भरिएको छ, किनकि तपाईँले मेरो लागि सबै मूल्य चुकाइदिनु भएको छ। हे पवित्र आत्मा, म यति बेला तपाईँलाई मेरो जीवनको हरेक कुना कन्दामा निमन्त्रणा गर्दछु। मेरो हृदय, मेरो दिमाग र मेरो घरको वातावरणलाई तपाईँको शान्तिले भरिदिनुहोस्। मलाई त्यो भविष्यतर्फ डोर्याउनुहोस् जुन तपाईँले मेरो लागि पहिल्यै तयार पार्नु भएको छ। मलाई यो विश्वास गर्न मद्दत गर्नुहोस् कि मेरो अगाडि जे जस्ता चुनौतीहरू छन्, ती सबै तपाईँको सुरक्षित हातमा छन्। म स्वीकार गर्दछु कि तपाईँका योजनाहरू मेरा लागि आशिषका योजनाहरू हुन्, मेरो लागि एउटा आशा र उज्जवल भविष्य दिने योजनाहरू। त्यसैले म मेरा आफ्नै अपुरा योजनाहरूलाई तपाईँको महान र सिद्ध इच्छामा समर्पण गर्दछु। प्रभु, मलाई मेरो विगतका ती बोझहरूबाट मुक्त हुन मद्दत गर्नुहोस् जसले मलाई आज पनि थिचिरहेका छन्। मेरो विगतको पीडा, मेरा पुराना गल्तीहरूको ग्लानी र मेरा असफलताहरूको नमिठो अनुभवलाई मबाट हटाइदिनुहोस्। मलाई मेरो विगतका गल्तीहरूको कैदी नबनाउनुहोस्। मेरो नजरलाई त्यो क्रुसतर्फ फर्काइदिनुहोस् जहाँ तपाईँले मेरो लागि रगत बगाउनुभयो। मलाई सम्झाउनुहोस् कि म क्षमा गरिएको छु, म तपाईँको सन्तान हुँ र तपाईँको प्रेमले मलाई नयाँ बनाएको छ। मेरो भविष्य आशाले भरिएको छ किनकि तपाईँले मेरा सबै ऋणहरू चुकाइदिनु भएको छ। हे पिता, मेरो हृदयका ती टुटेका भागहरूलाई निको पारिदिनुहोस्। मेरा हृदयका यस्ता धेरै ठाउँहरू छन् जुन अझै पनि दुखिरहेका छन्, जहाँ म आफूलाई कमजोर र असुरक्षित महसुस गर्छु। कृपया मलाई पुनर्स्थापित गर्नुहोस्। मेरो मन, मेरो आत्मा र मेरो हृदयमा चङ्गाई ल्याउनुहोस्। जहाँ अशान्ति छ त्यहाँ सारा समझभन्दा बाहिरको शान्ति दिनुहोस्। जहाँ म रित्तो छु त्यहाँ तपाईँको प्रेम र आनन्दले मलाई भरिदिनुहोस्। मेरा पुराना चोटहरूका घाउहरूलाई मेटाइदिनुहोस् र मलाई पूर्ण विश्वासका साथ अगाडि बढ्ने साहस दिनुहोस्। मलाई यो थाहा होस् कि तपाईँ मेरो हरेक कदममा मसँगै हुनुहुन्छ। प्रभु, मलाई परमेश्वरका कुराहरूको तृष्णा गर्न र तपाईँलाई आदर हुने जीवन जिउन सिकाउनुहोस्। मलाई यस्तो हृदय दिनुहोस् जसले संसारको लोभमा होइन तर तपाईँको धार्मिकतामा खुसी मनाओस्। मेरो बोली, मेरो व्यवहार र मेरा सोचाइहरू तपाईँको वचन अनुसार होउन्। जब म गल्ती गर्न खोज्छु, पवित्र आत्मा तपाईँले मलाई सचेत गराउनुहोस्। मलाई एउटा यस्तो चरित्र निर्माण गर्न मद्दत गर्नुहोस् जसले अरूलाई येशूको प्रेम देखाउन सकोस्। तपाईँको वचनले भन्छ, तिमीहरूमा हुनुहुने उहाँ येशू यस संसारमा हुने भन्दा महान हुनुहुन्छ। यसको अर्थ यो हो कि
म भित्र वास गर्नुहुने येशू मेरो हरेक डर, मेरो हरेक परीक्षा र शत्रुको हरेक आक्रमणभन्दा शक्तिशाली हुनुहुन्छ। तपाईँ म भित्र जीवित हुनुभएको कारण मसँग जुनसुकै परिस्थितिमा पनि विजय हासिल गर्ने सामर्थ्य छ। म कहिल्यै एक्लो छैन। मेरो युद्धमा तपाईँ मेरो अगाडि लड्नुहुन्छ। येशू, तपाईँ नै मेरो विजयको स्रोत हुनुहुन्छ। पापमाथि विजय पाउने, प्रलोभनलाई जित्ने र स्वतन्त्रतामा हिँड्ने कुनै पनि शक्ति मसँग छैन। ती सबै सिधै तपाईबाट आउँछन्। त्यसैले आज म मेरो सर्वस्व, मेरा डरहरू, मेरा सङ्घर्षहरू, मेरा सपनाहरू र मेरा शङ्काहरू तपाईको हातमा सुम्पन्छु। म तपाईको नाम पुकार्छु र विश्वास गर्दछु कि जब म देख्न सक्दिनँ तब पनि तपाईले मेरो जीवनमा काम गरिरहनु भएको छ। मलाई हरेक पटक लड्दा उठाउनु भएकोमा धन्यवाद प्रभु। तपाईको अनुग्रह र कृपा मेरो लागि एउटा सुरक्षाको जालो जस्तै छ, जसले मलाई हरेक पटक ठेस लाग्दा जोगाउँछ। हे प्रभु येशू, म तपाईको त्यो रगतको शक्तिको लागि धन्यवाद दिन्छु, जसले मलाई हरेक अन्धकारबाट छुटकारा दिएको छ। म आज यो घोषणा गर्दछु कि मेरो जीवनमा शत्रुको कुनै पनि अधिकार छैन। तपाईको वचनले भन्छ, तिमीहरूका विरुद्धमा बनाइएको कुनै पनि हतियार सफल हुने छैन। त्यसैले आज म येशूको सामर्थी नाममा मेरो परिवार, मेरो स्वास्थ्य, मेरो आर्थिक अवस्था र मेरो मनको विरुद्धमा रचिएका दुष्टका हरेक युक्तिहरूलाई नष्ट गर्दछु। प्रभु, मलाई थाहा छ कि म यो लडाईँमा एक्लो छैन। तपाईको शक्ति म भित्र छ। मलाई ती सबै कमजोरीहरूबाट मुक्त गर्नुहोस् जसले मलाई शत्रुको प्रलोभनमा पार्न खोज्छन्। मलाई यस्तो आत्मिक दृष्टि दिनुहोस् कि म दुष्टका जालहरूलाई चिन्न सकूँ र तपाईको सत्यको बाटोमा अडिग रहन सकूँ। जब मलाई डरले घेर्न खोज्छ, मलाई सम्झाउनुहोस् कि मेरो पछाडि स्वर्गका सेनाहरू छन्। म विजयको झण्डा बोकेर हिँड्ने व्यक्ति हुँ, किनकि मेरो कप्तान तपाईँ स्वयं हुनुहुन्छ। पवित्र आत्मा, मलाई यस्तो साहस दिनुहोस् कि म तपाईको लागि निडर भएर बाँच्न सकूँ। मेरा सबै चिन्ता र संशयहरूलाई हटाइदिनुहोस् र तिनीहरूको ठाउँमा तपाईका प्रतिज्ञाहरूमाथिको अटल विश्वास र भरोसा राखिदिनुहोस्। म मेरो जीवनद्वारा तपाईको प्रेम र सत्यको ऐना बन्न चाहन्छु। मेरो हरेक कार्यले तपाईको सुगन्ध फैलाओस्। म आज भजन सङ्ग्रह 23 को प्रतिज्ञालाई मेरो जीवनमा दाबी गर्दछु। निश्चय नै भलाइ र कृपाले मेरो जीवनभरि मलाई पछ्याउने छन्। म येशूको नाउँमा हरेक डर, हरेक अवरोध र शत्रुको हरेक योजनामाथि विजयको घोषणा गर्दछु। तपाईको रगतको सामर्थ्यद्वारा म एउटा विजेता भन्दा पनि महान भएको छु। हरेक बिहान जब म बिउझन्छु, मलाई थाहा छ कि तपाईको अनुग्रह र कृपा मेरा लागि नयाँ छन्। मलाई यति गहिरो गरी प्रेम गर्नुभएकोमा र मेरा प्रार्थनाहरू सधैँ सुन्नु भएकोमा म तपाईलाई धन्यवाद दिन्छु। हे पिता, म मेरो कार्यक्षेत्रमा पनि तपाईको सुरक्षा र आशिष माग्दछु। मेरा हातका हरेक कामहरू सफल होऊन्। म जहाँ जान्छु त्यहाँ तपाईको उपस्थिति सँगै जाओस्। मेरा शत्रुहरूले मेरो विरुद्धमा खनेका खाडलहरूमा उनीहरू आफै परुन् र तपाईले मलाई शत्रुहरूको सामुन्ने नै भोजन तयार गरिदिनुहोस्। मेरो शिरलाई अभिषेक गर्नुहोस् र मेरो कचौरा भरिएर पोखियोस्। प्रभु, म ती मानिसहरूका लागि पनि विजयको घोषणा गर्दछु जो आज यो प्रार्थना सुनिरहेका छन्। उनीहरूको जीवनका बन्धनहरू यति बेलै टुटुन्। निराशाको साकलो चुन्डियोस्, अन्धकारको पर्दा उघारियोस्। उनीहरूले आजैदेखि एउटा नयाँ स्वतन्त्रता, नयाँ उत्साह र नयाँ सामर्थ्यको अनुभव गर्न सकुन्। उनीहरूको घरमा अभावको सट्टा प्रशस्तता आओस् र रोदनको सट्टा नाचगान छाओस्। म मेरो सारा हृदयले तपाईलाई प्रेम गर्दछु। मलाई थाहा छ कि जब म तपाईको नाम पुकार्छु, तपाईले मेरो जीवनको हरेक नराम्रो परिस्थितिलाई भलाइमा बदल्न सुरु गरिसक्नु भएको छ। म तपाईको योजनामा सुरक्षित छु। म तपाईको अनुग्रहमा तृप्त छु। मेरो जीवनको हरेक लडाई तपाईको हो र जित मेरो हो। हे प्रभु येशू, म मेरो सारा अस्तित्व तपाईको चरणमा सुम्पिन्छु। मेरा डरहरू, मेरा सङ्घर्षहरू, मेरा सपनाहरू र मेरा सबै सन्देहहरू
यी सबै आजदेखि तपाईँको जिम्मामा छन्। म तपाईँको नाम पुकार्छु र पूर्ण विश्वास गर्दछु कि तपाईँ मेरो जीवनमा काम गरिरहनु भएको छ, चाहे म त्यसलाई देख्न सकूँ वा नसकूँ। मलाई हरेक पटक ठेस लाग्दा उठाउनु भएकोमा र मलाई फेरि हिँड्ने बल दिनुभएकोमा म तपाईँलाई धन्यवाद दिन्छु। तपाईँको अनुग्रह र कृपा नै मेरो जीवनको आधार हो। पवित्र आत्मा, मलाई आज र हरेक दिन तपाईँको लागि निडर भएर बाँच्ने साहस दिनुहोस्। मेरा मनका सबै शङ्का र चिन्ताहरूलाई हटाइदिनुहोस् र ती ठाउँहरूमा तपाईँका प्रतिज्ञाहरूको अटल विश्वास भरिदिनुहोस्। म मेरो जीवनद्वारा तपाईँको प्रेम र सत्यको ऐना बन्न चाहन्छु। म भजन सङ्ग्रह 23 को प्रतिज्ञालाई मेरो जीवनमा दाबी गर्दछु। निश्चय नै भलाइ र कृपाले मेरो जीवनभरि मलाई पछ्याउनेछन्। म येशूको नाममा हरेक डर, हरेक अवरोध र शत्रुको हरेक योजनामाथि विजयको घोषणा गर्दछु। तपाईँको रगतको सामर्थ्यद्वारा म एउटा विजेता भन्दा पनि महान भएको छु। हरेक बिहान जब म बिउझन्छु, मलाई थाहा छ कि तपाईँको अनुग्रह र कृपा मेरा लागि नयाँ छन्। मलाई यति गहिरो गरी प्रेम गर्नुभएकोमा र मेरा प्रार्थनाहरू सधैँ सुन्नु भएकोमा म तपाईँलाई धन्यवाद दिन्छु। म तपाईँलाई मेरो सारा हृदयले प्रेम गर्दछु। मलाई थाहा छ कि जब म तपाईँको नाम पुकार्छु, तपाईँले मेरो जीवनको हरेक परिस्थितिलाई भलाइमा बदल्न सुरु गरिसक्नु भएको छ। हे पिता, आज यो प्रार्थना सुन्ने प्रत्येक व्यक्तिको जीवनमा तपाईँको विशेष आशिष उत्रियोस्। उनीहरूले आज जे कुराका लागि तपाईँलाई पुकारेका छन्, त्यसको जवाफ उनीहरूले चाँडै पाउन सकुन्। उनीहरूको घरमा सुख, शान्ति र समृद्धिको वास होस्। उनीहरूका हातका हरेक कामहरू आशिषित बनुन्। जब उनीहरू आज यो भिडियो बन्द गरेर आफ्नो काममा लाग्छन्, उनीहरूले यो महसुस गरून् कि तपाईँ उनीहरूको साथमा हुनुहुन्छ। यो सम्पूर्ण प्रार्थना, विश्वास र विजयको घोषणा म हाम्रा मुक्तिदाता प्रभु येशू ख्रीष्टको शक्तिशाली नाममा चढाउँछु। आमीन, आमीन र आमीन। यदि यो प्रार्थनाले तपाईँको हृदयलाई छोएको छ र तपाईँको आत्मामा नयाँ बल दिएको छ भने विश्वासको चिन्ह स्वरूप कमेन्टमा आमीन लेख्नुहोला। म प्रार्थना गर्दछु कि यस प्रार्थनामा बोलिएका हरेक आशिषहरू, शान्ति, बुद्धि र ईश्वरीय सामर्थ्य अहिले तपाईँको जीवनमा ओर्लिएको होस्। यदि तपाईँलाई कुनै विशेष प्रार्थनाको आवश्यकता छ भने हामीलाई कमेन्टमा बताउन नभुल्नुहोला। हामी तपाईँको बोझमा साथ दिन र तपाईँका लागि प्रार्थना गर्न सधैँ तत्पर छौँ। यो सन्देशलाई अरू मानिससम्म पनि पुर्याउनुहोस् ताकि उनीहरूले पनि आजको दिन परमेश्वरको आशिषमा सुरु गर्न सकुन्। हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वर पिताको प्रेम र पवित्र आत्माको सङ्गति तपाईँको साथमा सधैँभरि रहिरहोस्। अर्को शक्तिशाली प्रार्थनामा फेरि भेट्नेछौँ। जय मसीह।